हेलो हेलो साथीहरु, नमस्ते। मेरो नाम पूर्णिमा। स्वागत छ तपाईहरुलाई मेरो डे टु मिनी ब्लगमा। म चाहिँ बिहान उठेर झाडु लगाएर पोचा सोचा लगाएर पनि सकाइसके। पछि मैले ब्रस गरे, हात मुख धोए अनि बाबु चाहिँ बिहानै म सँगसँगै उठेको थियो अनि त्यसलाई पनि ब्रस गराइदिए। बाबु चाहिँ ब्रस गर्नै मान्दैन, त्यही पनि गराइदिए नमानी भए पनि। अनि मैले चाहिँ भगवानलाई जल चढाएँ। त्यसपछि आमा छोरा भएर बिहानै खाली पेटमा मनतातो पानी पियौँ। अनि आज हामी देउरानी जेठानीको काम भनेको हिजो ल्याएको सुन्तलाको बिरुवा रोप्ने खाडल खन्ने हो। अनि 9-10 बजेतिर खाना खाइवरी दुईटा बाबुलाई सुताएँ। एउटा बाबु चाहिँ खेल्दै थियो यताउता अनि तिनटालाई चाहिँ आमाले हेर्नुहुन्छ दिनभरि। यिनीहरू चाहिँ मजाले सुतेका थिए अनि देउरानी जेठानी भएर लागे। मैले चाहिँ सुन्तलाको बिरुवा बोकेँ अनि देउरानी चाहिँ मलको डोको बोकेर हिँड्यौँ बारीतिर। बारीमा पुग्यौँ अनि खन्ने ठाउँमा घाँस काट्दै घाँसका जराहरू तास्दै खाडल खन्दै गऱ्यौँ। यो बारी भने हामी बिहे गरेर आउनुभन्दा पहिले नै बाँझो थियो। हामी बिहे गरेर आएको नै 7 वर्ष भइसक्यो। लगभग यो बारी बाँझो भएको 9-10 वर्ष नै भयो भन्दै हुनुहुन्थ्यो आमाले। बारी बाँझो हुनुको कारण नै बाँदरले खेती हुन नदिएको भएको बारी किन बाँझो फाल्नु भनेर अहिले चाहिँ हामीले सुन्तला लगाएको छौँ। हुन्छ होला भनेरै लगाएको हुन त। अब यसलाई हामीले सुसार गर्न कतिको सक्छौँ, यसलाई सुसार पुर्याउन कतिको सक्छौँ हेरौँ। सुन्तला पनि बाँदरले नखाने चाहिँ होइन, खान्छ। अनि हाम्रो यो बारीभन्दा मुनि चाहिँ माइलियामहरूको बारी छ। उहाँहरूले पनि अहिले त सुन्तला नै लगाउनु भएको छ कि। अनि कान्छीमहरूको बारी पनि छ तर उहाँले चाहिँ लगाउनु भएको छैन। अनि यता चाहिँ मैले खन्दै कोदालीको बिँड नै भाँच्छु कि अनि मैले कोदालीको बिँड लगाउँदैछु। अनि हाम्रो यो गाउँलाई चाहिँ वर्षे भन्छ। यहाँ चाहिँ लगभग कोदो मकै चाहिँ लगाउनै छाडिसक्नु भएको छ भन्दा पनि भयो। अब कोदो लगायो मृगलाई, बाँदरलाई मकै अनि हामीले चाहिँ खानु के अब खान पाइन्छ कि भनेर सुन्तला लगाउँदैछौँ। यता चाहिँ देउरानी मस्त खन्दैछिन्। घाम चाहिँ यस्तो चर्केको थियो, घामको त कुरै। स्याङ्जा बजारदेखि हाम्रो वर्षे गाउँसम्म आइपुग्ने मोटर बाटो यो चाहिँ। अनि ऊ त पिङ्क कलरको घरभन्दा मुनिको घर चाहिँ हाम्रो घर हो। त्यति साह्रो चाहिँ देखेको रहन्छ कि हामी देउरानी जेठानी भएर 2 दिन लगाएर 61वटा सुन्तलाको खाडल खनेर सकाइसक्यौँ साथीहरू। अनि यो बाँझो खन्दा चाहिँ बाउको बिहे चाहिँ होइन, हजुरबाको बिहे चाहिँ देखिन्छ कि जस्तो भएको थियो। अनि हामीले चाहिँ 2 आँप ल्याएका थियौँ। देउरानी जेठानी भएर 1 आँप खाएर घरतिर लाग्यौँ साथीहरू। मेरो यो मिनी ब्लग मन परेमा लाइक कमेन्ट सेयर गर्न भने पक्कै पनि नबिर्सिनु होला भन्दै आजको लागि मेरो मिनी ब्लग यति नै साथीहरू। बाई। मिठो माया अनि सम्झना। तपाईहरुको शुभ दिन रहोस् भन्दै बाई बाई साथीहरू।